आमा नरहेपछि टुहुरा सन्तानको भविष्यप्रति चिन्ता, पैतृक सम्पत्ति तिनै सन्तानको नाममा गर्न स्थानीयको माग। आमा सुशीला बमजनको हत्यापछि उनका 3 सन्तानको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। आफन्तजनले सुशीलाका 2 छोरा र 1 छोरीको सुरक्षाका साथै उनीहरूको हक हित सुनिश्चित गर्न पैतृक सम्पत्ति तत्काल तिनै सन्तानको नाममा नामसारी गर्न माग गरेका छन्। हाल 3 जना बालबालिका मामा घरमा आश्रित छन्। आफन्तजनका अनुसार आमा गुमाएपछि उनीहरू टुहुरा बनेका छन्। त्यसैले राज्यले विशेष ध्यान दिएर उनीहरूको संरक्षण र भविष्य सुरक्षित गर्नुपर्ने आवश्यकता छ। मृतक सुशीलाका श्रीमान सूर्य बमजन रोजगारीका सिलसिलामा कोरियामा रहेका छन्। सुशीलाको हत्या प्रकरणमा श्रीमान सूर्य बमजनको समेत संलग्नता रहेको आशंका गर्दै उनलाई तत्काल नेपाल झिकाएर अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउनुपर्ने माग पीडित पक्षले राखेका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब 4:30 बजे 2:30 तले घरको बीच तलास्थित भान्सा कोठामा सुशीलामाथि पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको हो। उक्त घटनामा सुशीलाकी सासू वर्ष 59 की मायारानी बमजन र नन्द वर्ष 35 की मीना लामा बमजन संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाले देशभर आक्रोश र शोक फैलिएको छ भने दोषीमाथि कडा कारबाही र पीडित सन्तानको अधिकार सुनिश्चित गर्न माग चर्किँदै गएको छ।